शिव कैलाशों के वासी घोड़ी धाड़ों का राजा शंकर संकट हरना ओ भोले बाबा शंकर संकट हरना। जय भोलेनाथ। र सम्पूर्णलाई फेरि पनि 43 यानी कि मेरो सानोबाट युट्युब च्यानलमा वापस स्वागत गर्न चाहन्छु। वेलकम ब्याक टु द च्यानल। दिस इज गगो 43 वन्स अगेन। द टेम्परेचर इज भेरी हट डे बाई डे इन इजरायल एन्ड तपाईँले हेरिसक्नु भएको छ। वाट इज द टेम्परेचर अफ रमजान टुडे? भन्नु खाइला वाट इज द टेम्परेचर अफ रमजान टुडे भनेको त छैन, गुगल पनि बोल्दैन नि त। अलले के भन्नु केटा पनि सेट। वाट इज द टेम्परेचर अफ रमजान इजरायल टुडे? हटेस्ट टेम्परेचर इजरायल त्यो छोड्दैन, त्यो हटेस्ट टेम्परेचर पुरै गरेको छैन मैले। वाट इज द टेम्परेचर भनेर सोध्दैछु जामा लाउने। टेम्परेचर इजरायल टुडे 19 डिग्री रहेछ अहिले फिलहाल चाहिँ। अब बढ्दै जाँदैछ अझै पनि। र आज सोमबार हो, भोलि सम्पर्क बाबाको बार हो र चराकराक सुन्नुभयो होला। यो बिल्डिङमा कहिले सर्ने थाहा छैन। अब नयाँ हो हेरिहाल्नु होला। हाम्रो केटाहरूको प्रदर्शन एकदमै राम्रो थियो। फाइनल पुगेर पनि फाइनलमा अलिकति मिस्टेकले गर्दाखेरि प्ल्याट्टै भयो। एनिवे गाइस, लाइफ यस्तै हो, कोही बेला प्ल्याट्टै हुन्छ, कोही बेला फ्ल्याटै हुन्छ होइन। त एनिवे गाइस, हामी कहाँबाट सुरु गरौँ भन्नुहोस् त। शिव कैलाशों के वासी घोड़ी धारों का राजा शंकर संकट हरना ओ भोले बाबा शंकर संकट हरना। मेरो मात्रै सङ्कट होइन है, प्रभु सबको सङ्कट हार्दै है। हुनसक्छ आज तपाईँहरूलाई मेरो आफ्नै ओन गीत पनि सुनाउन सक्छु, किनभने बिहानको 9:15 भइसकेको छ। आज सोमबार 21 तारिक भने सधैँको जस्तै आज सोमबार पनि मेरो सानोबाट शरीरलाई अलिकति विश्राम गरेर प्रभुको नाम लिने आदत गरेको छ। धेरै साल भइसकेको छ र साउन्ड क्वालिटी, भिडियो क्वालिटी अहिले तपाईँले 4Kबाट भेट्नु पाउँदैछ। तपाईँले देखिहाल्नुभयो होला इजरायलमा फुटबल खेल्नेको भ्याल्यु कस्तो छ। र फुटबल खेल्न चाहने भने अहिले नयाँ आउने भाइहरूले सम्पर्क गर्न सक्नुहुन्छ। तपाईँहरूलाई दार्जिलिङ युनाइटेडबाट खेल्नु मन छ या त केएफसी र केवाइसी, राइजिङ स्टार, काया पलट, थाइफा एफसी जस्तै झापा एफसी, जहाँबाट पनि खेल्नुहोस्। तर स्वास्थ्य भनेको चाहिँ स्वास्थ्य नै होला। घाम पानी स्यालको बिहान कुकुर जन्ती बिरालु कहाँ ओरिजिनल गीत गाइदियो भने त अब कपिराइट आउने डर होइन गाइस। अब सचुताले फेरि बेला बेलामा ब्रेकमा दिने गर्छ होइन। दुई मिनटको ब्रेक, स्टे ट्युन। टन्टनापुर बाहिरको हालत, हावा चलेको छैन, चरा कराइरहेको छ। यस्तै छ। इजरायल आउन चाहनुहुन्छ तपाईँ? आउनुहोस् है, आउनुहोस्, वेलकम छ है तपाईँलाई। सुकाइदिनु पऱ्यो अब यो चन्द्रको एकछिन भए पनि सुकाइदियो भने कमसेकम मजाले बेलुका सुत्नु पाउँछ मजा तातोमा। र हजुरहरूलाई यही सूचित गराउँदै आजको यो चिकचाक स्टुडियोको बाहिरपट्टिबाट छतबाट सानोबाट कार्यक्रम गर्नु कोसिस गरेको थिएँ। श्रीमान
आइपुगिरहेछ र अन्त हुन गइरहेको छ आजको यो सानो कार्यक्रम। तसर्थ जबरनाथ भन्दै आजको कार्यक्रम अन्त हुन गइरहेको छ। गीत चाहिँ बादमा आउनेछ। अन्त हुन गइरहेको छ। छोटोभन्दा छोटो आजको आइपुगेछ च्याङ्बा। त्यसले गर्दा आजको कार्यक्रम यहीँ समाप्त हुन गइरहेको छ र जति पनि टाढा टाढाबाट हेर्नुभने दाजुभाइ दिदीबहिनीहरूलाई गोर्खे सलाम हान्दै आजको यो छोटो सम्पादको शम्भु बाबासँगको इन्टरेक्ट र हल्का फुल्का बातचित तपाईँसँग र हल्का म्युजिक त्यति नै छ लाइफ। के छ के तपाईँ इजरायल आउनु चाहनुहुन्छ? वेलकम आउनुहोस् है ल।